हेलो। आज तपाईँहरूलाई नयाँ आइटम बनाउन सिकाउँदैछु। यसलाई चाहिँ भन्छ क्रिस्पी कर्न। ठिक छ, हाम्रोतिर मकै पनि भन्छ है। मकैको एउटा दामी आइटम। यसलाई बनाउनको लागि तपाईँलाई चाहिन्छ कर्नफ्लोर। कर्नफ्लोर भन्ने चाहिँ मकैकै धुलो हुन्छ है। यो हो। यसलाई चाहिँ मजाले हल्का पानीले भिजाएर एकदम मजाले मिक्स गर्नुपर्छ यसरी होइन। त्यसपछि तेल तताएर मजाले यसरी तेलमा गजबले फ्राई गर्नु पर्यो। मजाले तेल चाहिँ अलिक हाई फ्लेममा मजाले तताएर है। अब यसलाई क्रिस्पी हुनुपर्छ। मजाले चारैपट्टिबाट यसरी फ्राई गर्नु पर्यो। अब त्यसपछि यसलाई मजाले चलाउनुपर्छ है। टाँसिन्छ फेरि हो। मजाले यसरी उकाली चलाएपछि अलग अलग हुन्छ, छुट्टिन्छ मजाले है। खाँदाखेरि पनि मजा आउँछ। त्यसको लागि अब हामी अर्को प्रोसेस सुरु गरौँ है। त्यसको लागि प्यान लिएँ मैले एउटा। यसलाई मजाले आगो बालेर पहिला यो प्यानलाई तताउनुपर्छ होइन, यसरी मजाले। त्यसपछि यसलाई चाहिँ चलाइरहनुपर्छ, फेरि टाँसिन्छ है। एकपल्ट फ्राई भएपछि मात्रै चलाउनु छोड्नुपर्छ हो। अब यहाँनिर यसमा हामी तेल दिनुपर्छ है। मजाले मजाले तताएर तेल हाल्यो फर्स्ट नम्बरमा। यसलाई मजाले तताउनुपर्छ फ्राइपिनलाई चाहिँ हो। अब तपाईँहरूकोमा घरमा ग्यास छैन भने तपाईँले यस्तो फ्राई प्यान छैन भने सरी मजाले तपाईँले उयो गर्नु सक्छ है। आगो हुर्रे है, आगो बाले मजाले अदुवा लसुन खोर्सानी होइन, त्यसपछि प्याज हालेर फेरि मजाले भुट्नु पऱ्यो यसरी। तब तक यता फ्राई हुँदै गर्छ है। अलिकति तेल एड गऱ्यो मजाले लाग्ने गरी। मजाले तपाईँले कराईमा पनि बनाउनु सक्छ यसलाई। त्यसपछि सेजवान सस छैन भने तपाईँले केको अचार पनि युज गर्न सक्नुहुन्छ, नत्र चिली पेस्ट पनि युज गर्न सक्नुहुन्छ। टमाटो केचप स्विट एन्ड स्पाइसीको लागि, ब्ल्याक सस, अन्त हामी चाहिँ कलर युज गर्छ फुड कलर। तपाईँहरू नगर्दा पनि हुन्छ है। यसलाई मजाले ततायो। त्यसपछि आउँछ यसमा नुन, हुची, ब्ल्याक पेपर अझै चलायो है, किनकि अब यसमा स्विट एन्ड स्पाइसी आउनुपर्छ हो टेस्ट। यसमा मजाले स्विट स्पाइसी है, अन्त अमिलो सबै आउनुपर्छ। क्रिस्पी पनि खाँदाखेरि मजा आउँछ कि। मोटामोटी फ्राई भइसक्यो। तपाईँहरूले पनि यसरी मजाले फ्राई गरेर है, तेल मजाले तर्काउनुपर्छ, फेरि मात्र खानु मुखमा आउँछ है। हालेर मजाले दोबारा टस दिनु पऱ्यो यसलाई। धनियाँ माथिबाट त्यही चलायो हो। दिवालीतिर पनि तपाईँले यसको स्टार्टर्स बनाएर खानु सक्नुहुन्छ है। भेजमा एकदमै दामी हुन्छ। खर्साङ केही छैन, मकैको एकदम हो टेस्टी दामी एकदमै हाल्यो हो। हेर्नु कति दामी देखिरहेको छ, खाउँ लाग्छ। अन्त अरू नयाँ नयाँ आइटमहरू सिक्नु मन छ भने कमेन्ट गर्नु होइन।